सन्चै आराम हुनुहुन्छ होला। अनि आज चाहिँ हाम्रोमा पानी परेको छ साथीहरू। हेर्न सक्नुहुन्छ बाटो चाहिँ रातभरि पानी परेर यस्तो भएको छ पानी चाहिँ। अनि अहिले चाहिँ पानी बिदो भएको छ, तर कस्तो हुन्छ एकछिनपछि चाहिँ। बादल चाहिँ यति धेरै लागेको छ, बादल र कुहिरो। हजुरहरूकोतिर चाहिँ पानी परेको छ कि नै भन्नु होला। म चाहिँ अहिले चापी लिएर चाहिँ माथि कोठा चाहिँ दाल ल्याउन जाँदैछु साथीहरू। हेर्न सक्नुहुन्छ यहाँ पुरै बादल यस्तो लागेको छ, बादलको साथसाथ कुहिरो पनि लागेको छ। हेर्न सक्नुहुन्छ। जताततै स्याउको बगैँचा छ साथीहरू। यस्तो छ हालत, हेर्न सक्नुहुन्छ। यो चाहिँ सबै जति पनि देखेको छ यो सब स्याउको बुट्टा मात्र हो। अनि यहाँ चाहिँ हेर्नु स्याउ रातो, बादल चाहिँ यस्तो भयानक लागेको छ कि यस्तो छ हालत। बाटोको हालत पनि यस्तो छ, हेर्न सक्नुहुन्छ। सब स्याउ मात्र छ, वरपर जहाँ छ स्याउ मात्र। अनि त्यहाँ चाहिँ तरकारीहरू हेर्न सक्नुहुन्छ, फुलकोपी, बन्दाकोपी। यहाँ चाहिँ स्याउ हेर्नुहोस् कस्तो राम्रो तरकारीहरू। पर यो चाहिँ ओखरको बुट्टा हो साथीहरू। यो चाहिँ चुलीको भइहाल्यो। अहिले चाहिँ पानी परेको भएर चाहिँ त्यति राम्रो पनि केही देखेको छैन। हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ म कोठा आइसकेँ माइली बुवाको। मैले चाहिँ यहाँ दाल ल्याइसकेको छु। अब म दाल लिएर चाहिँ कोठा जान्छु साथीहरू। हाम्रो चाहिँ कोठा तलमाथि छ। यहाँ चाहिँ हेर्न सक्नु